गते 9 गते हाम्रो बहिनी किट्टीको चाहिँ आज बर्थडे परेको हुँदाखेरि हामी बर्थडे मनाउनको लागि हामी सपरिवार यताउति सबै जोडिएर हामी बर्थडे मनाउन गइरहेछौँ। अब बर्थडेमा चाहिँ हामी यो के अरे लाइट बाल्ने कार्यक्रम हुँदैछ। लाइटको लागि चाहिँ हाम्रो बहिनीको प्यारो मान्छे एकदमै प्यारो जिन्दगीको साथी दिनेशबाट बत्ती बजिसकेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर। ल हाम्रो बहिनीलाई चाहिँ जन्मदिनको एकदमै शुभकामना। अनि ओहो ल तालिम बजाउँ तालिम। ह्याप्पी बर्थडे टु यु खै गरेको ह्याप्पी बर्थडेको पुरै क्या भयो करिश्मा हो मजा आयो बोल्न त अरू होइन अरू अब उहाँले बोल्नुहुन्छ। ल जन्मदिनको शुभकामना पुसाइले दिनुहुन्छ। सुरुमा अब 2 शब्द पुसाइबाट जान्छ भनिदिनुहोस्। छोरीलाई जन्मदिनको शुभकामना दिदिन हुन अनुरोध गर्दछु। धन्यवाद। करिश्मा छोरीको बर्थडे उसको उज्जवल भविष्य कामना गर्छु। ल बजी भन्नु आशीर्वाद दिनुहोस्। जन्मदिनको शुभकामना भन्नुहोस्। अरू राम्रोसँग पढ्नु लेख्नु बुढाबुढी नदकाइनु भन्नु। डाक्टर बन्नु अन्ना बुढाकन हजुर तपाईँ भने भन्नु। ल आफू भन्नुहोस् जन्मदिनको धेरै धेरै शुभकामना। अरू के भनौँ 2 कुरा पनि राम्रोसँग मिलेर बस्नु होइन। बिहारी मान्छेलाई अरू के भनौँ त त्यही त हो। ल ल अब यहाँ अब यो श्रीमानजीको जाओस्। ल अब यताबाट चाहिँ हाम्रो सपना बहिनी अस्मिता बहिनी यहाँदेखि हाम्रो पुसाइ अब हाम्रो बहिनी त्यसपछि हाम्रो अर्की बहुरानी ज्यू त्यहाँदेखि बहिनीदेखि लिएर हाम्रो भिनाजु शुभकामना दिनुहोस् सालीलाई। मैयालाई जन्मदिनको धेरै धेरै शुभकामना होइन। अबका विगतका दिनहरू अझै प्रगतिमय होस् भन्न चाहन्छु। मैले मबाट अब एकदम शुभकामना कस्तो छ भनेपछि जन्मदिनको धेरै धेरै बहुत बहुत शुभकामना छ। राम्रोसँग पढ्नु लेख्नु बुढाबुढी एकदम मिलेर बस्नु। अनि बुढोलाई चाहिँ रेस्पेक्ट गर्नु। अलिक मजा आएन सुन्नमा। हजुर प्यारो हजुर भन्नु। अनि कहिलेकाहीँ पनि ए दिनेश आइज नभन्नु। त्यही भएर चाहिँ टक्क लगाएर चाहिँ धेरै अरू काममा भन्दा पनि पढाइलाई चाहिँ निरन्तर दिनु भन्न चाहन्छु। त्यही भएर अरू कुरा यता हेर्नु मुसु घाँस अब एकछिन। अब यो केक सेक काट खाइदियो ल। नभन्ने होइन नामसाम लिनुहुन्न झगडा नपढ्या। सपनाको उसलाई के भयो के भन्ने विचार छ? हाम्रो त साथीको जिन्दगी राम्रो होस् भन्दा एकदम खुसी छौ? ल पुसाइ फोटो खिच्ने केही न केही भन्नुहोस् न विचार कुरा। सुन्दाको के छ विचार? मिस गरिहाल्नु नि छैन मिस गरेर अता हाम्रो निरुता बहिनीलाई के भएको थिए? ल यहाँ हेर त तिम्रो नाम के हो रे? सिरिया हो। तिम्रो नाम के हो भन? यो खोइ त पक्काको हो।
केक काट्ने त लामो हैन केक काट्ने हो लामो कि छोटो होइन छोटो त लामो बनाउनु पहिला केक काट्के केक काटेर खुवानी टिका लगायो नि हुन्छ ल केक सेट काटिरहेको छ अलिक ठुलो काट्न थोकै नानु काट्दैछ पछि आफू दुई दिन मात्रै खाउँला पछि होला पुरा गयो कम त बाटो छ मेरो पछि दुई दिन आउनु मात्रै खाउँला नानु काट्नु पहिला यता खुवाइदिए अहिले लगाइदिनु हुन्छ ल टिका सिकाल्दा खाइनु नुदै नानु नुदै त त्यतै खानु के हुन्न के ल यतै खानु त ल खानु खानु एखाने खुवाउँदा छ टिका लगाउँदै के खाँदै खुवाउ त त्यो गरे नि भयो कसमा टिका लगाउँदै के खान्छ ल खाइ खाइ यसले मैले खान पाएँ भने पुरा हेरिरहेको छ बारी आउला भनेर अहिलेसम्म केक खान पाएन फर्स्टचोटि खान लाग्छु सपनाको मुखले भ्याएको छ परेर सुन्ताको मैले मगाउन बस्नु भन्दा होला है जाऊ त्यहाँ हो खुवा खुवा ल अब अरू छिटो गरौँ छिटो टिका टिका लाउनु ल जानु टिका लगाइसकेपछि गरे नि हुन्छ कि लाउनु ल मनी पैसा दिने सिस्टम हटाउ त्यो पानी के पानी पढालेखी भाइ डाक्टर नि पढ्दैन फोटो खिचा भने जानु बजाएको एक मात्र बजे लाउनु न है टिका कसम बस्छ बजाएको र दुईजना गएको अनि बुवाको र तेरो खिचमा किने अलि पछि खिचाउन लाग्यो अहिले खिच्ने हुन्छ फोटो सेसन ल अब बाबाबाट छोरीलाई टिका गइरहेछ अरू कुरा म केही भन्नु न हटन बटन पहिलाकै भन्नु होला के छ भाइ होइन राम्रै आइरह दिनेश के छ विचार ठिक छ भने कस्तो लागिरहेको छ त बर्थडेमा पुरै प्योर ल ल छिटो छिटो लगाउनुहोस् छोरीलाई राम्रो आशीर्वाद दिनुहोस् के राम्रो दिँदैन ल अहिले फोटो अलिक खिच्नु कि ल अहिले टिका लगाइसकौँ फोटो खिचौँ नि बल्ल केक खाउँला कि ल ल ल जानु पुसाइ ठुलो ठुलोबाट गइरह ल अब करिश्मा ल लगाइदे अङ्कल हाटा भ्यारे भन्ने भन्
भित्रको आशीर्वाद पुरो दे म कोही पछाडि जन्मेर भ्यारे नि आटा भ्याएर हुन्छ भन् भन् पछि खाने हुन्छ क्या ल केक सेक ल खुवाउनु खुवाउनु न मस्तै खुवाइदिनु त हो अहिले पायो छोड्नु पर्छ पश्चिमी कल्चर त हो त मेरो पाला आयो ल ल मेरो भिडियो बनाउनु त दे 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 खानु खानु चाल्यो खानु पर्यो ल टिका लगाइदिनु खतरा के आउने ल राम्रोसँग एकदम ज्ञानी भन्नु पढ्नु लेख्नु धेरै दया माया गर्नु बोर्डलाई चाहिँ अलिक माया गर्नु रेस्पेक्ट गर्नु अनि मास्टर नि सहायक हुनु ओके छ तिम्रो मोबाइल आइफोन आइफोन चलाउनु हाम्रो हुने झ्याउ लाग्छ किन भिडियो देखाउनु पर्यो जानु न के खाएर भिडियो गराउनु नि जानु पर जानु कि पर कहाँ बाहिर जाने ए के खुवाइ नै अनि यहाँ मैले खुवाउनु ल अगाइ ल यता ल्याइदिउँ हो बस ल के अरे मिठो लाग्यो क्या जिब्रो अरे त मिठो लाग्यो क्या जिब्रो गाड्यो त अन्त मिठो खानु छ खाएको न नुन ल पक पक भलक बनाएको हो क्या ल ल ल ल मैले उ गरेर रोक्या हो कि ठुलो कुरा नरे भन् खुट्टाउने ढोगर खुट्टाउने सिगान खाली पक ल अब को छ बाँकी ल तिमीहरू लगाऊ न तिमीहरू अगाडि अब सुन्दा लगाउनु सुन्दा जति चाहिँ भने अब सुन्दा त अब करिश्माको भइदिएर धेरै लामो नबनाउनु अब यो अस्मिता कुमारी अस्मिता होइन निरुता निरुता पर्मिला घर बाजे त भनिकन लागेकी छ अघिबाट हाटा कविलाई त्यो केक खाउँला र जाउँला खोजेकी छ कविलाई केक खाउँला र जाउँला हाटा खोजेकी छ अनि त्यही भएर हाटा बाजे त भनेको छ ज्ञानी भयो सपारी भन् केक केक खा पर यत्तिका हो न ठुलो दे सबै ल ल ल ल खाना हाटा अलिक ठुलो गाछ हाल के जाऊ तिमीहरू आऊ बिटो त्यतिका अब भाउजूबाट मैयालाई टिका लाग्ने तयारी भइरहेको छ
ओहो पुरै गिफ्ट दिएर के गिफ्ट हो हेरौँ खोलेर हेरौँ गिफ्ट ओपन हेर्नु त्यो देखाउनु गिफ्ट के रहेछ गिफ्ट दिने मान्छे एकजना भेटियो ल जति चाहिँ हेर्ने ए देखाउनु अनबक्सिङ ल गिफ्ट जुम्लाबाट गिफ्ट आएको छ करिश्मालाई जुम्लाबाट गिफ्ट आयो अनि ओए सिजादराबाट आयो खैको के आयो के आयो खै एउटा देखाएर सपारी खै यहाँ देखा यहाँ कस्तो गिफ्ट आएको छ हे तेरिका गिफ्ट ल्याउने आज कता पनि नदी त हम त दिएली फोटो धुलाइकन आएछ हे तेरिका खायो हो खाऊ नमस्ते नु त यो बर्थडे दिन अक्की छोटीको फोटो हेर्दा न्यु धेरैले कस्तो मान्यो ल सप्पा के सिक्का सप्पा सबै हुन्छ मान्छे म सप्पाको लागि भन्ने होइन त तिमीहरु पनि सप्पाको लागि भन्ने हाम्रो भाइका गयो भने पो सप्पाका गयो भने के अर्का गएर बिग्रिन्छ नि त हो ओत्तरी ल भइगयो अब सकियो ल अब कार्यक्रम फिनिस अब हामी फोटो सेसनतिर लाग्छौँ त्यसपछि यिनीहरूलाई के टिका सिका लगाइदियो भन्नु गरेर ल बर्थडेको अब यो स्पेसल मासु खाँदैछ अहिले ल सुन्ताजी खाऊ मासु सासु खाऊ ल हो ल अब मासु सासु खाँदै अनि यहाँनिर हाम्रो बुनिकन के हड्डी आयो खै त खायो है चर्को भयो ल हाम्रो पुरै यहाँनिर पार्टी चलिरहेको छ बियर रक्सी प्लस भनेर भन्ने अरे क्या खाऊ ल के लाग्नु के हेर्नु त मासु छ हो ल कसैले खाइहाल्नु भयो